Finally landed. यहाँ चाहिँ पुरै मसाजको लागि एकदम के भन्छ अरे पपुलर सर्टकट टर्न राइट रे अमर ओइ त लास्टमा आएर छोड्दै नजाम यार म डर लाग्यो लेट्स नट गो यो सालेले यस्तो बाटो ल्यायो हार्ट एट्याकै आयो यार मलाई ओएमजी खत्रै रहेछ नि त यार all set म चाहिँ यहाँ ट्रेन कुरिरहेको छु अब ट्रेन लिएर जान्छु एयरपोर्ट नमस्ते वेलकम टु माई युट्युब च्यानल आज चाहिँ धेरै पछि फेरि ब्लग बनाइरहेको छु आफ्टर स्क्यान्डिनेभियनको ब्लग मैले त्यहाँबाट ब्लग नै गरेको थिइनँ अनि यस आज चाहिँ म फ्र्याङ्कफर्टबाट ब्याङ्कक ट्राभल गर्दैछु त्यही भएर ल नि त फेरि ब्लग गरौँ न त भनेर स्टार्टेड ब्लगिङ यो चाहिँ मेरो 2025 को फर्स्ट ट्रिप हो टु ब्याङ्कक लेट्स सी कस्तो हुन्छ फर्स्ट ट्रिप राम्रो भयो भने चाहिँ कमिङ अरू ट्रिपहरू सबै राम्रो हुन्छ जस्तो लाग्छ मलाई लेट्स सी म ज्यास्मिन एनी अनि ओम यस हामी तीनजना चाहिँ मजाले रमाइलो गर्नेवाला छौँ थाइल्यान्डमा मजाले एक्सप्लोर गर्नेवाला छौँ लेट्स सी कस्तो हुन्छ जस्ट कति 8 पनि बजेको छैन 1956 भयो मेरो फ्लाइट चाहिँ 21:40 मा टेक अफ गर्छ त्यही भएर वेट गरिरहेको छु बोर्डिङको लागि बोर्डिङ चाहिँ 20:40 मा स्टार्ट हुन्छ भनेर भनेको छ अगाडि चाहिँ मान्छे छ क्या प्याक छ त्यही भएर यहाँ वेट गरिरहेको छु खाली ठाउँ भएको ठाउँमा We hope you have a great time on board as well as in Singapore or anywhere. फाइनली आइपुग्यो ल्यान्ड भयो ब्याङ्ककमा या आफ्टर कति ट्राभल गरेँ यार मैले फ्र्याङ्कफर्ट टु सिङ्गापुर इट वाज लाइक 12.5 अनि त्यसपछि 1.5 आवरको ट्रान्जिट त्यो ट्रान्जिटमा चाहिँ मैले त्यो के भन्छ अरे भिडियोहरू लिन पाएन कि किनभने इट वाज लाइक सो रस है किनभने म टर्मिनल 3 मा ल्यान्ड भएको थिएँ टर्मिनल 2 मा जानुपर्ने रहेछ क्या सो यस it was quite need to go here भर्खर इमिग्रेसन पास भए Here is Jess Here is Om hello तिमीहरु कतै यही भित्रै बसे बाहिर ननिस्केको रिएक्सन खिच्नु पर्थ्यो यार तैले भर्खर ए अब ट्याक्सी लिन जाँदै छौं टु युज यार यहाँको एयरपोर्ट कति तल्लै तल्ला के म्युजियम आयो कि आयो हैन हेलो गाइस मैले चाहिँ ज्योति दिदीको भ्लगलाई टेक ओभर गर्दैछु है गर्मी भयो रे यता हुडी निकाल्दैछ एकजना त्यही हो दिस इज द ओभरअल भ्यू अफ सुवर्णभूमि एयरपोर्ट यहाँ माइक आयो है गाइज मलाई हेलो 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 ल स्टे ट्युन गाइज अझै जाने हो अगाडि हेलो गाइज यो चाहिँ म हो है ज्यास्मिन गुरुङ अहिले
चाहिँ ज्योति दिदीको भ्लगलाई टेक ओभर गर्दैछु। हामी चाहिँ हाम्रो यहाँ ग्र्याब वेट गरिरहेका छौँ, आउँदैछ अरे। कत्रो ठुलो के यिनीहरूको त्यो ट्याक्सी उतापट्टि रहेछ, ग्र्याब यता रहेछ, बोल्टको त झन् कहाँ कहाँ थाहै होइन। त्यही भएर हामीले सिधै ग्र्याब नै गऱ्यौँ। फेरि उनीहरूकै भाषामा आउँदो रहेछ क्या, ट्रान्सलेट गरेर हेर्नुपर्ने। तर इट्स टु युज यार यहाँको एयरपोर्ट। मजा आयो, मजा। वेट गरिरहेका छौँ, आउँछ होला। 11 मिनट्स टु पिक अप अरे वे। हामी चाहिँ अब एयरपोर्टबाट चाहिँ होटलतिर जाँदैछौँ। यहाँबाट चाहिँ अराउन्ड कति मिनट्स, हाफ एन आवर है, हाफ एन आवर रहेछ एयरपोर्टबाट चाहिँ। अनि हामीले ग्र्याब लियौँ अनि जाँदैछौँ हामी चाहिँ। ल खतरा रहेछ यार ब्याङ्कक, राम्रो लाग्यो मलाई। रोडहरू पनि ठुलो ठुलो छ क्या है, सबै दामी छ, दामी। हामी चाहिँ होटल आइपुग्यौँ अनि यहाँ चेक इन गर्दैछौँ। 2 बजीदेखि गर्नुपर्ने। हामी कति बज्यो यार, 10 बजे है। 21:30 कि 45? 9:40 भइसक्यो, 21:40 भइसक्यो अलरेडी। या अब गएर यहाँ चेक इन सिद्धिएपछि चाहिँ माथि रुममा गएर अलि एकछिन फ्रेस भएर एकछिन वाकमा जानु पर्ला। एकछिन यसो हेरौँ, बेलुका हेर्न नि मजा आउँछ। अनि डिनर गर्न गइन्छ होइन त। तर लास्ट गर्मी है, जस इज टु गर्मी है। हामी चाहिँ रुममा गएर सबै चेक इन गरेर अब निस्क्यौँ है, हेर्न एक्सप्लोर गर्न निस्केको। रातिको 10 बज्यो, 20 to 22 भइरहेको रहेछ। अब यतै नजिकै केही छ कि यसो हेरौँ न भनेर। लास्ट गर्मी छ यार, एकदमै गर्मी। त्यो हप्प खालको हावै नआएको जस्तो के वेदर, पसिना आउने। ओ लाइभ म्युजिक भइरहेको रहेछ यार यहाँ अगाडि। हामी चाहिँ 7-11 तिर एक्चुअली ल अब आउने बित्तिकै 7-11 गइदिउँ न त भनेर जाँदैछौँ। के खाने 7-11 गएर? फर्स्ट त स्मुदी खाऊँ ल, चिसो। जस्मिन सवादी खा, यता फर्केर गर्न। ओ यहाँनिर तैँले किङको अगाडि गरेछस्। कतानिर यो खै? ए यहाँ ठुलो खालको रहेछ 7-11 त्यहाँ। ओइ बस बस, नेपालको ट्रली बस हो यो त। हेर त ठ्याक्कै ट्रली बस छ है, तर सेम नेपालै लाग्यो यार मलाई। त्यो के भन्छ, त्यो सिटीमा त्यो बिल्डिङहरू मात्रै ठुल्ठुलो हो, त्यसले गर्दा चाहिँ पुरै एडभान्स देख्दो रहेछ होइन। कहाँ आइपुगे जस्तो लाग्ने। अदरवाइज यो बाटोहरू, बसहरू, बाइकहरू है, स्कुटीहरू सबै त्यो के भन्छ अहिले चाहिँ लेक साइड हिँडे जस्तो भइरहेको छ। कहाँ गएको जस्तो? अब चाहिँ हामी 7-11 जाँदैछौँ। यो अगाडि, त्यहाँ अगाडि पनि थियो तर अलिक सानो थियो। सो ए यही होला हो, यहाँभित्र छिर्नु पर्यो। लास्टमा चाहिँ के गरे? 7-11 पनि गइयो अनि यो भाइरल स्मुदी यो पनि खाइयो। के भन्छ अरे त्यो टिकटकमा देख्दा देख्दा के हुन्छ नि, मान्छेले जतिखेर टिकटक खोल्दाखेरि पनि त्यही आइस लेखको छ अनि त्यो माथिबाट त्यो मिल्क हालेको छ होइन, त्यो फ्लेभरवाला मिल्क। अनि जसले पनि खाएको त्यही बनाएको थियो होइन जसो। फाइनली तैँले के को खारे फ्लेभर? माछा। मैले स्ट्रबेरी। अमरले चाहिँ खान मान्न, अमरले अर्कै जुस खाइरहेछ। या अनि अरू त के भन्नु, वी आर इन्जोइङ हाम्रो फर्स्ट डे। हाम्रो फर्स्ट डे हो। ओ यहाँ नि फोहोर त यसरी फाल्ने रहेछ नि होइन।
बाटोमै अब केही खाना खान जानु पर्यो डिनर त्यसपछि होटल गएर सुत्नुपर्छ किनभने भोलि बिहान नै निस्किने प्लान छ कतिवटा ठाउँ भ्याउनु छ हामीलाई भोलि कहाँनिर जान्छ है खाना खान हामी चाहिँ अब यहाँ डिनर गर्नलाई खोज्दै आएको के अरे बाबु यसको नाम खौसान रोड अरे हामी चाहिँ यहाँ आयौँ त्यही अब खाना कहाँनिर खाने भनेर हेर्दैछौँ ठ्याक्कै नेपालमा लेक साइड एन्ड देन काठमाडौँको ठमेल यार है यता जाउँ न त बाबु उहाँ अगाडि के ठमेल र लेक साइडकै भाइब्स यता हो ल हिँड्न त यतै जाउँ न त फर्स्ट दिनमै यहाँ पुरै नाइट लाइफहरू हेर्दै हिँड्ने अब टक्क लाएर यहाँ चाहिँ यस्तै रहेछ सानो स्टलहरू अनि यहाँ खानाहरूको स्ट्रिट फुड नै भनौँ न होइन तर सबै बन्द भइसक्यो जस्तो लाग्यो क्या लगभग हुन पनि त 11 बज्यो अनि यो अर्कै रोड हो ए योभन्दा अझै अगाडि होला नि त कति किलोमिटर 300 मिटर ओके इन्जोइङ हाम्रो स्मुदी यहाँ चाहिँ पुरै मसाजको लागि एकदम के भन्छ अरे पपुलर रहेछ जहाँ गयो नि त्यही देखिरहेछ ए यहाँनिर ल्याएर रहेछ नि त खौसान रोड सर्टकट रे नि त सर्टकट टर्न राइट रे अमर ओ यो त लास्टमा ल्याएर छोड्दै नजाउँ यार मलाई डर लाग्यो गाजा गनाएको छ है त्यही त भने मलाई डर लाग्यो क्या अँध्यारो छ नि त त्यो अगाडि त्यो भर्खर हामी हिँड्ने त पुरै मसाज मात्रै रहेछ है है हावै आएको छैन के भने यहाँ है हावै आएको छैन के पुरै हप्प भएको छ पसिना कति छ टेम्परेचर चाहिँ तिमीहरूले हेरे हो कि हेरिदिइहाल्छ कति छ टेम्परेचर एकदम गर्मी हावै लाग्छ नि बाबु यहाँ त बाटो छैन खै त नि राइटको लागि खै त नि बाटो भनेको आम नट गोइङ देयर अमर म जान्न त्यहाँ म नजाने ओ छिटो अमर लेट्स नट गो यो सालेले यस्तो बाटो ल्यायो हार्ट एट्याकै आयो यार मलाई यस्तो बाटोबाट लिएर के यसले नो लाइट एट अल है आइज भनेर यस्तो बाटोबाट मलाई कस्तो पछाडि त्यो केटाहरू नि आँखमा त कस्तो किडन्याप गर्ला भनेर डर लाग्यो तर त्यो चाहिँ सर्टकट रहेछ क्या त्यहाँबाट निस्केपछि चाहिँ ठ्याक्क पुरा बिजी रोडमा निस्किने रहेछ खौसान रोड भन्नेमा को हौ हाई भन्दै ल ब्लगमा ल हेलो भन् ल ब्लगमा केही सुनेको छैन यार इन्डियन फुड रहेछ यहाँनिर कहाँ यो भित्र हो हिँड्न त गइदिउँ म त चोर छ र त्यसो तर फोन खै राम्रो
भइराख्दो रहेछ त OMG खत्रै रहेछ नि त यार OMG ओहो बबालै रहेछ नि त तर डर लाग्यो यार यहाँ त उयोहरू हुन्छ होला पाकेट मारहरू हुन्छ होला अमरसँग छ मेरो फोन चाहिँ चले छैन किनभने मसँग पकेट छैन तसँग पनि पकेटै छैन हामी चाहिँ अब यहाँ खाना आएको कहाँ जाने भएर ए हस् धन्यवाद कहाँ जाने भएर हामी चाहिँ ठ्याक्कै यहाँ के भन्छ अरे आज अब थाई खाना नखाम किनभने प्लेनमा नि खाएर आइरहेको त्यहाँ नखाम भनेर इन्डियन रेस्टुरेन्ट आएको यहाँ सबै नेपाली दाइहरू हुँदो रहेछ हामी नेपाली स्टाइलमा खाना मगाएको छौँ अचार अनि त्यसपछि गएर चाहिँ सुतिन्छ किनभने हामी भोलि बिहान नै निस्किने प्लान छ आज टाइम वेस्ट गऱ्यो भने सकिने किनभने इट्स अलरेडी 12 बज्न आँटिसक्यो गएर नुहाइधुवाइ गरेर टक्क सुत्नुपर्छ खाना आयो है हामी चाहिँ अब होटलतिर फर्किँदैछौँ खाना खाएर अघि यतानिर आउनुपर्ने रहेछ स्ट्रिट फुड खानालाई हामी चाहिँ फेरि अगाडि गयौँ कि अनि त्यो अरू धेरै अप्सन नै देखेनौँ अनि ल नि त अगाडि जे छ त्यही खाइदिउँ भनेको इन्डियन रहेछ इन्डियनमा खायो हामीले तर के भन्छ अरे नाम चाहिँ इन्डियन रेस्टुरेन्ट तर भित्र चाहिँ सबै फेरि त्यो नेपाली दाइहरू रहेछ क्या दाइ भाइहरू त्यहाँनिर अनि नेपाली पारामा खाना बनाइदिनु भएको थियो है मजाले खाइयो अब चाहिँ रिटर्निङ ब्याक टु होटल अलरेडी कति 12:30 भइसक्यो 10 बजे अलरेडी 12:30 अब जाने हो गएर सुतिन्छ अनि भोलि बिहान नै उठ्नुपर्छ फेरि यहाँनिर चाहिँ फेरि पुरै उयसको भाइब्स रहेछ क्या ठमेल भाइब्स ठमेल अनि लेक साइड ठ्याक्कै अहिले आउँदा चाहिँ हामी फेरि यताबाट घुमेर आएको क्या ल जस्ट लेट्स क्लोज द भ्लग